Hello everyone, welcome to my YouTube channel. So आज चाहिँ हामी एकदम मार्केट जाँदैछु हो बडीसँग बडीलाई लगेर जाँदैछु मार्केट हो। सो के किन्छु भनेर म तपाईहरुलाई देखाउँछु। पुरा टन टन घाममा लाउनु भएछ। सो यहाँ हुनुहुन्छ बडी। अस्ति चस्मा किन्नु भएको कि अहिले आज त्यस्तो घाम छैन तर पनि लाउनु हुँदैछ। दामी देखिहाल्यो त अन्त। दामी दामी मान्छे हाँस्छ होला। सो मेरो त त्यस्तो काम छैन तर पनि अब एक दुईवटा सौदाहरू चाहिँ किन्नु पर्ने छ। तपाईहरुलाई देखाउँछु आज के कसो हुन्छ। सो मेरो भिडियोलाई हेरेर एकदमै इन्जोय गरिदिनुस् अनि तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुस्। सो हामी चाहिँ लाग्देको अब मैला पुरा मैला छ। किने बामा सब्जी दिएर आउँछु सुनको चारो प होला सुन्ताको बातमा। सो आजको हाम्रो आउटफिट चाहिँ यस्तो छ मन परेको हैन। सेवा गर्नुपर्छ नि त। सेवा गरे भने चाहिँ मेवा फल्छ अरे बडीले भनेको यहाँनिर मजाले मेवा फलिरहेको रहेछ। सो हमेसा सेवा गर्नुहोस् सबैको। है है बडी हमेसा सेवा गर्नुहोस् है सबैको। आज चाहिँ यहाँ सबै दोकानहरू बन्द रहेछ बन्द। बडी र म त्यसरी हिँड्दै मिलेर है। सो अहिले भने चाहिँ हामी लागेको मार्केट जानु पाउँदैन है। बडीले चाहिँ आज पनि मार्केटमा एकदम सुरालै किन्छ अरे। अरू बेला पनि सुरालै किन्छ अरे हो। मार्केटमा चाहिँ भिडियो गर्नु पाउँछ कि पाउँदैन भिड हुँदैन। अहिले चाहिँ छु हामी चम्पासरीमा। मार्केटको गाडी चलिरहेको छ मार्केट जाने टोटो। कस्तो डेन्जर गरम छ। पढिँदैन मेरो चस्मा। ज्यादा टोटो गरेर चाहिँ टोटो पक्रिने धक्यो। हामी मार्केट आइपुगे हो तर भिडियो गर्नु पाउँछ कि पाउँदैन तपाईहरुलाई जति सक्दो देखाउने कोसिस गर्नेछु। एक सौ र 200 सुन्न थाल्यो अब। इतना भीड़ है मार्केट में। दुईटा कुर्ती पनि किन्यो। यता अर्को देखाउनु त अर्को।
पनि भइगयो। अब चाहिँ फेरि हामी नेक्स्ट के किन्ने त्यहाँ जाँदैछु। क्या है अब हम लोग जाएंगे हांगकांग मार्केट। अब यहाँ हांगकांग मार्केट जाएंगे अब। हांगकांग मार्केट के अंदर चप्पल देख रहे हैं बड़ी हो हेर्दैछु। बहन के लिए मुझे एकदम शॉपिंग गर्दा रात पर्यो। चलो डी हम अभी दुकान में है तो अभी घर जाएंगे, उसके बाद आप लोग को दिखाएंगे। आइपुग्यो बाबा बाबा के भयो मन दुख्यो? एक्लै भएर मन दुखाएछ बाबा चाहिँ। पानी खाएको थिएँ घोप्टेछ। के भयो? मैले तपाईँलाई मिठाई ल्याइदिएको छु। बाबा पुरा मन दुखाएछ एक्लै। चिया बनाइदिन्छु, नरुनु न हौ। ए यहाँ खै कपी गरेको सरी ढिलो भयो नि त, गाडी कस्तो जाम थियो। सो म भिडियो पनि यही एन्ड गर्छु। बाबा पुरा मन दुखाएछ एक्लै भएर, हतपत एक्लै छोडेर जाँदिनँ नि त। सो तपाईँहरूलाई आजको मेरो भिडियो कस्तो लाग्यो हेरेर एकदम लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। अब चाहिँ भेट्नेछु म तपाईँलाई नेक्स्ट भिडियोमा। बाई बाई। गरम भएर मलाई